यस्तो गफ सुन्न पल्केघरलाई कहाँ हुन्छ त्यहाँ सुनौँ है। मृत्युलाई नजिक कति नजिकैबाट देख्नुभएछ सर? मैले पटक पटक धेरै नजिकैबाट मेरो कानको छेउबाट स्विक स्विक गर्दै गोलीहरू गएको सुनेको छु। म 5000 मिटर माथिबाट हेलिकप्टरबाट खसेँ, दुर्घटना भयो, खसेँ। त्यो खस्दै गर्दाको क्षण पनि अनुभव गरेको छु। म चढेको गाडी पल्टियो कान्लाबाट, पल्टिएर तल्लो कान्लामा झर्दाखेरिको अनुभव पनि गरेको छु। र म खोलो तर्न खोज्दाखेरि लगभग 15-20 किलोमिटर बगेर मात्रै पार गर्न सकेको छु। 15-20 किलोमिटर बग्दाखेरि पनि फेरि पारि पुगेर छोडेको छु। मेरो अनुमान थियो म 15 मिनटमा तर्छु, तर मलाई 3-4 घन्टा लाग्यो। कताको थियो कि? झापाकै खोलाको कुरा थियो। बेलुकातिर राति अलिक ढिलै भएको थियो दसैँ लाग्यो। करिब बिहान उज्यालो हुने बेला मात्रै इन्डिया पुगेर निस्किएको पारिपट्टि, उता पुगेर निस्केको पारिपट्टि। अनि बिहानदेखि पालि लिएर बेलुका पड्काइ र हामी मान्छे अहिले बोल्दै नबोल्ने प्रधानमन्त्री पासे अनि अक्कलमक्क भएन त अनि